मान्छेलाई कतिखेर के हुन्छ भनेर थाहा हुँदैन है। यो गाडी चाहिँ राति 10:30 बजे आएर यहाँ ठोकेको। यस्तो यो पोलै यस्तो बनाएको छ। अनि भर्खरै यो इलेक्ट्रिकको मान्छेहरू आएर बनाउनु लाउनुभएको छ। यस्तो दिन दशा कतिखेर आउँछ भनेर थाहा हुँदैन। इभी गाडी रहेछ, यस्तो भएको छ। राति जति पनि गाडी चालक हुनुहुन्छ म उहाँहरूलाई चाहिँ ड्रिङ्क गरेर गाडी नचलाउनु होला भन्न चाहन्छु है। यस्तो यस्तो घटनाहरू भइरहेको छ। यस्तो पानी फेरि कति परेको के पानी परेर यस्तो पानी परेर यस्तो कति धेरै पानी परेको। अहिले चाहिँ यो पोल चेन्ज गर्नलाई